ल यो चाहिँ बुढा नीलकण्ठ है भन्दा माथि प्लटिङ के यस्तरी छ। यो पनि 4 आना 2 दाम हो। प्लटिङ चाहिँ है जग्गा चाहिँ यही हो है। प्लटिङ हुँदैछ ल अझै काट्दै हुन्छ अझै प्लटिङ हुँदै है यस्तो छ। अहिले डोजर चल्दै रहेछ है यस्तो छ भ्यू। अनि गुम्बा पनि नजिकै छ, त्यहाँ गुम्बा छ। मैले त बनाइसक्यो ल। है अनि खाली हुन्छ अरे हामी चाहिँ मन्दिर पुग्न लाग्यो। कता कता यता होला नि, उता हो के यहाँ बोलाउँदैछ कि यहाँ बोलाएको छ ल यही हो के अरे। बनाउँदै हो
एकदम माथिको प्लटिङ हो क्या भनेको होइन त्यही जस्तो लाग्छ त्यही त सुरुमा घाम लाग्छ बेलुका भएपछि चिसो चाहिँ चिसो हो नि त है भन्थ्यो नि ल यो चाहिँ बुढा नीलकण्ठ है भन्दा माथि प्लटिङ यस्तरी छ यो पनि 4 आना 2 दाम हो है यो यहाँ वाल छ उतासम्म वाल छ ठ्याक्क यस्तो छ रोड ठिक छ त जग्गा त हाइटमा है तपाईको नम्बर कसले त लेखिदिएछ त्यहाँ राम ऊ नम्बरै लेखिदिएछ त तपाईको पिलर ठेकदारको तपाईँकै नम्बर राख्दै रहेछ यस्तो छ है यो छ प्लटिङ 32 भनेको यो प्लट हो सबैलाई 25 भन्ने छानेर जुन लिन्छ लिन्छ होइन ठिक छ नि यो त त्यस्तो उठाइन नि कति रुपियाँ नि 52 रुपियाँ यसको पूर्वमा चाहिँ यो त अरबपट्टि वाल लाउनै पर्ने घरमा प्लटिङ चाहिँ है माथि यहाँ माथि लिनु भयो तल लिनु भयो त्योभन्दा तल लिनु भयो यहाँ पनि छ देखाइदिन्छु रोक्ने 1 2 3 जुप यो यहाँ पनि छ ल एकदम राम्रो पिस भ्यू त मैले भन्नै नपर्ला हैन यस्तो छ भ्यू अलि यहाँ चाहिँ खै कता 5-6 वटा गइसक्यो हैन 5-6 वटा गइसक्यो अलि छिटो गर्नु पर्यो हजुरहरुले चाहिँ 5-6 वटा गइसक्यो पिस अब धेरै छैन एकदम राम्रो छ हेर्नु नि टक्क मिलेको यो पनि मिलेछ त्यो पनि मिलेछ त्यसपछि माथि हेर्नु माथि नि मिलेछ एकदम पिसमा बस्ने त्यो थाहा छ बाटो यो भइहाल्यो हैन बाटो यही हो आउने बाटो अनि ल यस्तो छ अनि यता यस्तो छ प्लटिङ है पिस हेर्नु नि पिस कस्तो राम्रो टक्क 4 गुना मिलेको त्यहाँ पनि यो अलिकति तल छ यो माथि छ त्योभन्दा माथि त्यहाँ छ अनि हामीलाई टिकटकमा फलो गरिदिनुहोस् हैन त्यसपछि युट्युबमा हेरिरहनु भयो भने सब्स्क्राइब अनि लाइक गरिदिनुहोस् त्यति चाहिँ गरिदिनु पर्यो
यो चाहिँ रोड है, आउने बाटो यही हो। तलको लागि तलबाट बाटो देख, माथिको लागि माथिबाट बाटो देख। यहाँबाट चाहिँ 800 मिटर छ है जो देख्न सक्नुहुन्छ। एक बाटो चाहिँ अलिक धस्तै रहेछ त। एकदम हाइटमै रहेछ है। हुँदै भयो कि हो फ्लटिङ अहिले। एकदम छिटो के फुटेर सिमाना चाहिँ यही है। यहाँबाट यता लेफ्टपट्टि सिमाना चाहिँ यही हो। यहाँबाट लेफ्ट रोड यो आउने पिच्छै छ। यहाँबाट अलि अब जाने बाटो यही हो। दुईटाको लागि बनाइदिएको कि त टिकटकको लागि पनि। टिकटकको लागि कहाँसम्म त यो त्यही नक्सामा देखाएको घरै हो। यो चाहिँ भत्किँदैन नि। ल फ्लडिङ चाहिँ हो, अहिले प्रोसेसिङमा छ। बुकिङ गर्न सक्नुहुन्छ, छिटो बुकिङ गर्नुहोस्। कति पर्छ हो डोजर चल्दैछ है। यही हो फ्लडिङको चाहिँ। कति रोपनी छ यसको चाहिँ हामी तपाईँलाई नक्सा राखिदिन्छौँ। भ्यूको त कुरै नगरौँ होइन, यस्तो छ। होटलहरू नजिक नजिक छ।
त्यो खोला हो पर त्यहाँ स्ट्याचु माथि पनि बाटो छ त दाइ गोल्डन स्ट्याचु माथि मेन रोड हो यो त्यहाँ कति फिटको 13 फिटको सुन्न यो घर अगाडि गर्नु घर अगाडि ए यो घर अगाडिबाट यता खनेकोबाट पुरै उतासम्म छ प्लटिङ उता कुन गुम्बा हो त्यो मान्छे ल जग्गा चाहिँ यही हो है फ्लडिङ हुँदैछ ल यता अझै काट्दै हुनुहुन्छ अझै फ्लडिङ हुँदै है यस्तो छ अहिले डोजर चल्दै रहेछ है त्यसको चाहिँ हामी तपाईँलाई नक्सा प्रोभाइड गराइदिन्छौँ भ्यू त भन्नै नपर्ने भइहाल्यो होइन यस्तो छ भ्यू अनि गुम्बा पनि नजिकै छ त्यहाँ गुम्बा छ है त